पनि हदभन्दा धेरै मोह गर्नु हुँदैन। तपाईँ हेर्नुहोस्, जसलाई पनि तपाईँले सबैभन्दा धेरै मोह लगाउनुहुन्छ त्यसले तपाईँलाई जरुर अवश्य रुवाउनेछ। मोहको कारणले नै तपाईँ कसैमाथि पल पल मर्नुहुन्छ। मोहको कारणले नै कतिचोटि तपाईँले आफ्नो अपमान पनि सहनुपर्ने हुन्छ अनि कतिजनालाई मोहको कारणले नै आफ्नो अपमान देख्दा पनि देखिँदैन। अर्को मान्छेले मेरो इज्जतसम्म गरेको हुँदैन अनि म उसको पछाडि मरिरहेको छु। मोहले तपाईँको आँखामा यस्तो पट्टी लगाउँछ, तपाईँलाई सही अनि गलत देखाइ नै दिँदैन, तपाईँलाई कसैको असली अनुहार देखाइ नै दिँदैन। तपाईँ जे देख्नुहुन्छ, जे सुन्नुहुन्छ त्यसैमा विश्वास गर्नुहुनेछ, चाहे तपाईँलाई कति नै धेरै दुःख किन मिलेको नहोस्। यदि तपाईँ कुनै पनि मान्छेलाई सही तरिकाले बुझ्न चाहनुहुन्छ, उसको सच्चाइलाई बुझ्न चाहनुहुन्छ, यसको लागि एकदमै आवश्यक छ तपाईँ छिटोभन्दा छिटो उसको मोहबाट बाहिर आउनुहोस्। वास्तवमा कुनै पनि रिस्ताले दुःख दिने गर्दैन, तपाईँको मोह नै तपाईँको दुःखको कारण हुने गर्छ। जुन दिन मोह सकिन्छ त्यो दिन तपाईँलाई कुनै पनि रिस्ताबाट दुःख मिल्न सक्दैन, किनकि त्यसपछि तपाईँलाई कुनै पनि फरक नै पर्दैन।